हेलो नमस्कार। आज चाहिँ हामी लुगा र म काउलोन पिक जानु लागेको। काउलोन पिकको लागि काउली बोइल गरेर लाने, त्यसको साथसाथै हामीलाई भोक लाग्छ भनेर यो फर्सी पनि उसिनेर लाने। यो बुरुङ रुङ उम्रेको चाहिँ मेरो प्यारो लुगा चाहिँ बिरामी हुनुहुन्छ। बिरामी भन्दा त्यस्तो सिकिस्त त होइन, खोकी लागिरहेछ, त्यही भएर मैले उहाँलाई निको छिट्टो पार्नलाई मैले दबाई बनाएको हो। त्यस पछाडि मेरो प्यारी लुगा चाहिँ यहाँ बस्नु भएको छ। नमस्कार लुगा। अब हामी कहाँ जाने? काउलोन पिक होइन, काउलोन पिक। कसरी काउलोन पिक पुगिन्छ, कुन बाटोबाट पुगिन्छ तपाईहरुलाई जानकारी गराएर काउलोन पिकमा भेट्नेछौँ। ओके, थ्याङ्क यू लुगा। जोर्डनबाट चढेर चाहिँ यो ग्रिनको लाइनबाट गएर इच्छोइमा निस्किनुपर्छ चाहिँ। यहाँबाट चाहिँ मङ्कक या यमातै गएर ट्रेन चेन्ज गर्न सकिन्छ। काउलोन पिक जाने बाटो यो भन्दै यो छोयोङमा उत्रेपछि चाहिँ यहाँबाट एस्केलेटर चढेर जानुहोस् काउलोन पिकको लागि। हामी चाहिँ अब यहाँबाट चाहिँ एक्जिट बीबाट निस्किनु पर्ने हुन्छ। एक्जिट बी चाहिँ यता हो। मेरो चाहिँ अलिक बुढो अक्टोपस छ, त्यही भएर यहाँ टच गर्नुपर्छ। $104 छ मेरो। एउटा एक्जिट भयो। अब लुगा आउँदै हुनुहुन्छ यहाँ। त्यस पछाडि एक्जिट बीबाट यसरी जाने, यसरी भएर यहाँदेखि यसो जाने। यहाँको बुढीहरू यस्तो तगडा हुन्छ। हाम्रो नेपालमा त यतिको बुढी भयो भने त गफ गर्दै कोक्दै बस्छ, एक्सर्साइज नगरेर। यहाँ त कस्तो मजा हिँड्छ आफ्नो लागि आफै। यहाँ हेर्नु ल, यो थोरैमा पनि 90-95 वर्षको बुढी हो, यत्रो एक्टिभ छ भाइ। त्यस पछाडि यता यस्तो छ। यहाँ सपिङ मलहरू पनि रहेछ, बुलहरू पनि रहेछ। ला पानी पर्यो त, पानी पर्यो, असिना झर्यो। आम्मामामा पुल। ला राम्रो साइडमा हिँडेपछि यस्तै हुन्छ भाइ। हामी दुईजना काउलोन पिक जाने भनेर निस्केको, तर हाम्रो किस्मतमा काउलोन पिक लेखेको छैन रहेछ, काउलोन सुँगुर मात्रै लेखेको रहेछ। धेरैचोटि भइसक्यो हामीलाई कसको आँखा लाग्यो, कसको आँखा लाग्यो बरीलाई, आँखा लाग्यो बरी काउलोन पिक जाने बाटोमा। हुर अनि हेर्नुहोस् न पानी परेर यस्तो। यसरी त हामी हिँड्न सक्दैनौँ, चिप्लेर मर्नु छैन। सरकारले हामीलाई उद्धार गर्नेवाला छैन। मौसम नहेरिकन हिँडिस्, ला मर भनेर हामीलाई त्यहीँ कुहाइदिन्छ। अब पानी पनि परेकै छ। मौसम विभागले त बताउँदै थियो आज पानी पर्छ भनेर है। अन्त हिजो फेरि भुइँचालो पनि गएको थियो हङकङमा, तर सुनेन, थाहै पाएन गयो कि गएन। यो बोटलाई नागेर जानुपर्ने हुन्छ। बजै छाता थिएन होला, बोकेर हिँड्नुपर्छ नि बजै। अल्लरी छेउको पल्लरी छेउ, काँचो पो नखाऊ पल्लेर खाऊ। त्यस पछाडि तलबाट आएपछि यता जाने बाटो, यो बाटो चाहिँ नजानुहोस्, किनभने यो बाटो भनेको चाहिँ कुन्तुङ जाने बाटो हो। सिधै लेफ्ट क्लियर वाटर बे रोडलाई पछ्याउँदै हिँड्नुहोस् है। त्यस पछाडि सिधै कहीँ दायाँ बायाँ नगरी आउनुहोस्। यहाँ माथि चाहिँ
दुईटा यस्तो खाजा खाने ठाउँ छ। त्यो चाहिँ पारिपट्टि भयो। हामी चाहिँ हेर्नुपर्ने हुन्छ यतातिर है। हङकङको सरकारले चाहिँ यहाँ जस नानीहरूले खेल्ने ठाउँहरू ठाउँमा यस्तोहरू बनाइदिएको छ। यो बच्चाहरूको खेल्ने पार्क सानो छ। त्यस पछाडि चाहिँ यो चैफुङ पथतिर जानुपर्ने हुन्छ। यता रोड क्रस गर्नुहोस्। त्यस पछाडि यो तरफ होइन, वान स्ट्रिट अन्ली भन्ने यतातिर लाग्नुहोस् तपाईँहरू। त्यसपछि यस्तो घरहरू छ, यसको यतापट्टि यसरी जानु। त्यस पछाडि यहाँ 360 मार्केट पनि रहेछ। यसको यसरी यताउता कहीँ नजानुहोस्, यसरी जाने हो। यहाँ म्याकडोनल्ड छ, वेलकम छ। बस स्टेसन पनि त्यहीँ रहेछ, यसरी जाने हो। सिधै आउनुहोस् तपाईँहरू, सिधै आउनुहोस्। हामी चाहिँ आज एकदम ढिलो हिँड्दैछौँ किनभने पानी परेर कहिले हावा आउँछ है। यत्रो बिरालोको कान जत्रो छाता लिएर आछौँ। त्यो छाता कहिले उडाइदिन्छ भुर्रै, सम्हाल्नुको हैरान। होइन लुगा तपाईँको छाता देखाइदिनुहोस् त। यत्रो अनि यत्रो पानी पर्दा त हाम्रो छाता, पानी पर्दा त ठिकै थियो, हावा चलेर छाता फिर्लिक्कै। एक जमानामा मैले पनि त केटी जस्तै सिगरेट खाँदै हिँड्थेँ। अहिले चाहिँ म एकदम ज्ञानी भएको छु। मैले सिगरेट, जाँड, रक्सी सबै छोडेँ। अहिले चाहिँ म पानी बाहेक केही खाँदिनँ। हाम्रो जाने बाटो हुँदैन, नभएपछि हामी यो तेर्सो आउनुपर्ने हुन्छ। तेर्सो आएर चाहिँ त्यस पछाडि यहाँदेखि चाहिँ हामीले क्रस गर्नुपर्ने हुन्छ। तपाईँहरू यहाँ यसरी क्रस गर्नुहोस्। उभि तर्से पनि झन् मेरो काल बनायो भाइ, तर्सायो, गाडीले तर्सायो। त्यस पछाडि यता यसो लाग्नुहोस् तपाईँहरूको। त्यहाँबाट आउनुभयो, यहाँदेखि क्रस गर्नुहोस्। त्यसपछि यता लाग्नुहोस्, दाहिने लाग्नुहोस्। त्यस पछाडि यो क्लियर वाटर बे रोड चाहिँ नछोडिकन यता लाग्नुहोस्। आज पानी परेको हुनाले मजाले भिडियो गर्न पाएन। हुन त साह्रै राम्रो भिडियो बनाउने मान्छे त होइन, सो छोटो कोसिस भनौँ न। अब तपाईँहरूलाई त थाहा होला यो कसरी जानुपर्छ काउलोन पिक भनेर। तर पनि मेरो छोटो भिडियो नजानु हुने साथीहरूको लागि यो छोटो भिडियो बनाउँदैछु। कुनै दिनमा नजानेहरूको लागि त एकदम यो बाटोको लोकेसन देखाउनु त अमृत समान हो नि। अब तलबाट चाहिँ तपाईँहरू नछोडी यता उकालो लाग्नुपर्ने हुन्छ। क्लियर वाटर बे चाहिँ त्यो बोर्डलाई नछोडी है। हिँड्दै बाटोमा हिँड्दै मैले चाहिँ यहाँ कोरोनाको लोगो भेटाएँ है। कोरोना लाग्दाखेरि यही उडेको थियो होला। अहिले पनि अब फक्रिनु लागेको रहेछ। यो फक्रियो भने कोरोना लाग्ने सम्भावना छ, किनभने कोरोनाको लोगो यस्तै गभर्मेन्टले यस्तै देखाएको थियो, सेम होइन लुगा कोरोना है। कोरोनाको लोगो। आज हाम्रो काउलोन पिक जाने सपना त आधा बाटोबाटै रहन्छ जस्तो छ। झरी परेकै यत्रो पानी बगिरहेछ सल्ल रोडमा। त्यहाँ माथि जानुलाई त पक्का
चिप्लिने बाटो छ। अब मरियो भने त खत्तम हुन्छ। बाँचियो भने आज रिक्स लिएन भने चाहिँ फर्कियो भने कुनै दिन जान सकिन्छ कि भन्ने कुरो पनि छ। हेरौँ त्यो बाटोसम्म पुग्छौँ, त्यस पछाडि के हुन्छ है म तपाईँहरूलाई देखाउँछु नि। ए मौसम त खत्तमै भयो। हावा चलेर छाता पल्टाइदिएर हम क्या करूं, के गर्नु। रहर जस्तो ठुलो केही होइन रहेछ साथीहरू। बाँचुन्जेल खुट्टा चलुन्जेल हिँडौँ डुलौँ हेरौँ भन्ने चाहना। के गर्नु र जिन्दगीमा। खाउँ लाउँ ला बेलामा खान पाइएन, खानु पाएको बेलामा रुच्दैन, सुत्नु मन लागेको बेलामा सुत्न पाइएन, सुत्नु अहिले पाएको बेलामा ढाड दुख्छ, निन्द्रा लाग्दैन। यस्तै रहेछ संसार। ल हेर्नुहोस् त छाता उडायो ल, मेरो छाता त छिलित्त भयो। गोच ल गोच्यो। आम्मा के गर्ने होला र। तेरिका यहाँको दृश्य देखाऊँ भनेको त। लौ परमेश्वर छाता गयो। यस्तो राम्रो भ्यूहरू देखाउँछु भन्छु है। यस्तो राम्रो छ होइन। तुवालो लागेर हल्का अँध्यारो भए पनि यस्तो राम्रो ठाउँ छ। हावा चलेर छाता फर्काएर पानीले भिजेर यहाँ ब्राउन कलरको लिची। ल है यो चाहिँ चाहिने चाहिँ ब्राउन कलरको लिची है। यो चाहिँ हाम्रो नेपाली लिची जस्तो चाहिँ होइन, ब्राउन कलरको लिची। झन्नै गाडीले फ्वास पार्यो भाइ। आम्मा हेर्नु छैन। ओ बाइक आयो, छिटो जानु। क्लियर वाटर बे। म चाहिँ यसरी जान्छु। गाडीले झन्नै हाम्रो थुत्तुनो उकाइदियो। तेरिका हेर्छ नि अनि। ल अब हामी चाहिँ यता जानुपर्ने रहेछ। हेरौँ अब यताको बाटो राम्रो छ भने जान्छु, नराम्रो छ भने त किन जाने र, फर्केर आउने हामी है। काउलोन पिक जाने बाटो चाहिँ यस्तो रहेछ। अब यस्तोमा पानी परेको बेलामा हामी कसरी जान्छौँ होला। यहाँ त चिप्लेर मरिन्छ। जिन्दगी सारा मोटर गाडीमा होस् ल। लुगा नजाम ल। नेक्स्ट टाइम ल। हामी दुईजना चाहिँ यहाँसम्म आयौँ होइन। अब हामी दुईजना चाहिँ के परिरहेछ, हाम्रो छाता पनि फिर्लिक पारिदियो। अब हामी फर्किन्छौँ ल। अब साइकुङ चौला ओके ल। सक्यो ल है त आज काउलोन पिक जाने सपना पनि मर्यो। किनभने पानी परेको हुनाले। त्यता बाटो यता छ त। पानी पऱ्यो, अहिले पनि पानी पर्दैछ। पानी परेको हुनाले जान सकिएन। त्यही भएर हामी चाहिँ फर्कियौँ। अब नेक्स्ट टाइम गइएछ भने अवश्य देखाउने छु। यतिसम्म मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धन्यवाद भन्न चाहन्छु। आज कुसाइडमा हिँडेछौँ कि हामी। कुसाइडमा के साह्रो हेपेको पानीले पनि होइन। आज चाहिँ हामी काउलोन पिक जान सकेनौँ।
यो बल्ल बल्ल साइड निकालेर हिँडेको भएन। अब किस्मतै उस्तो होला भन्नु पर्ला। अहिले पनि सिम 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 पानी परिरहेछ। अब के गर्नु, के साह्रो हेपेको मौसमले पनि होइन। नहेप्नु नि, रिसै उठ्ने भाइ। कसम यो पानी समातेर पछार्नु मिल्ने भयो नि म पछारिदिन्थेँ कि, तर के गर्नु, जाम भने त्यो बाटो जाम भने आफूलाई नै पछार्ने डर त त्यस्तै हो। सर्पा आउँछ, किरा फट्याङ्ग्रा, सबैभन्दा डर लाग्ने भनेको कि मलाई चाहिँ सर्पा हो। त्यही भएर नजाने निर्णय गरेँ मैले मेरी लुगालाई। नजाम है, मलाई सर्पसँग डर लाग्छ, यस्तो जङ्गलमा सर्प आउन सक्छ भन्ने खालको कुरा भयो। त्यही भएर उहाँ पनि मानिदिनु भयो, त्यही भएर गइनँ म।